राजुली सर, यस संस्थाका सचिव, उपस्थित सम्पूर्ण व्यक्तित्व, आदरणीय यस संस्थाका उपाध्यक्ष रामप्रसाद भुषाल, यस संस्थाका सल्लाहकार समिति संयोजक नीलकण्ठ गैरीज्यू, साथै सल्लाहकार समिति सदस्य प्रेम राजुलीज्यू र अन्य उपस्थित सम्पूर्णमा चाहिँ मैले एकमुष्ट नमस्कार भन्न चाहेँ। र यो छोटो कार्यक्रमको मैले यो छोटो नै टुङ्गाउन चाहिँ चाहन्छु। र यो विषम 2078 साल 2 महिना 22 गते चाहिँ एउटा औपचारिक रूपमा चाहिँ यो जुन खालको चाहिँ एउटा विचारलाई चाहिँ हामीले घोषित रूपमा चाहिँ यसको सुरुवात गरेका थियौँ। त्यो पक्कै पनि सामाजिक निस्वार्थ हिसाबले हाम्रो मोटो नै के छ भने स्वैच्छिक, स्वस्फूर्त, स्वतन्त्र नेपाल स्वयंसेवक सञ्जाल भन्ने चाहिँ यो स्वतस्फूर्त रूपमा चाहिँ यसको सुरुवात गरिएको। यो चाहिँ म यो अवसरमा चाहिँ देश तथा विदेशमा रहनुहुने सम्पूर्ण यस संस्थाकामा आबद्ध सदस्यहरू, यस क्षेत्रका समुदायवासीहरू चाहिँ सम्पूर्णलाई चाहिँ मैले त्यो कुरा चाहिँ जानकारी गराउन चाहन्छु। अब यो विशुद्ध एउटा अहिले चौथो वर्षमा प्रवेश गर्दै गर्दाखेरि यसले हामीले समाजमा विभिन्न खालका एउटा सम्भागहरू चाहिँ परिवर्तनका सम्भागहरू के हुनसक्छ, मान्छेलाई एउटा विचारले कसरी चाहिँ सुसूचित गरेर चाहिँ एकताबद्ध गर्न सकिन्छ, समाजमा चाहिँ एउटा खालको मेजोरिटी, एउटा खालको मेलमिलाप भयो भने चाहिँ त्यसले चाहिँ साँच्चै पनि समाजका लागि, समाजमा परेका दुःख सुख पीर मर्काहरू त्यो खालको चाहिँ एक आपसमा चाहिँ सेयरिङ गर्न सकिन्छ भन्ने खालको यसको उद्देश्य थियो। यो एउटा विचार हो। अब यो विचार चाहिँ बिस्तारै हामीले वालिङ 9बाट चाहिँ सुरु गरेका थियौँ भने हामीले यसलाई वालिङ नगर स्तरमा र भोलि देश र विदेशका स्थानहरूमा समेत हामीले यसका चाहिँ विभिन्न खालका इकाइहरू, सङ्गठनहरू चाहिँ निर्माण गर्ने, त्यो चाहिँ स्वतस्फूर्त रूपमा होस् भन्ने चाहिँ चाहन्छौँ। र यो छोटो कार्यक्रममा चाहिँ उपस्थिति आज मौसमको कारणले चाहिँ हामीले जति सोचेको त्यसरी चाहिँ कार्यक्रम सम्पन्न गर्न नसके तापनि यो चाहिँ एउटा हामीले औपचारिकता चाहिँ गर्नुपर्छ भन्ने तरिकाले हामीले यो औपचारिकता पुरा गरेका छौँ। हामीले अहिले पछिल्लो समयमा चाहिँ अब धेरै ठाउँबाट चाहिँ देश विदेशबाट चाहिँ हाम्रो यो पछिल्लो 2टा अभियानमा चाहिँ ठुलो खालको चाहिँ सहभागिता, ठुलो खालको रकमहरू चाहिँ हाम्रो संस्थाप्रति जुन विश्वास, माया, इमान्दारिता र आशा भरोसा सहित चाहिँ तपाईँहरूले चाहिँ जुन माया सम्मान गरिरहनु भएको छ, संस्थाप्रतिको चाहिँ जुन एउटा चाहिँ सोचलाई चाहिँ अगाडि बढाउनको लागि साथ र सपोर्ट दिनुभएको छ, यो भोलिका दिनमा चाहिँ थप हामीले चाहिँ संस्थागत पनि तपाईँहरूको पीर मर्कामा चाहिँ हेर्ने कोसिस अवश्य गर्नेछौँ। तपाईँको दुःख सुखमा चाहिँ मलम लगाउने कोसिस अवश्य गर्नेछौँ। र तपाईँहरू सम्पूर्ण पनि भोलिका दिनमा थप नेपाल स्वयंसेवक सञ्जालमा चाहिँ स्वतस्फूर्त रूपमा चाहिँ सहभागी भएर चाहिँ तपाईँहरू चाहिँ जोडिनुहुन्छ भन्ने पनि मैले चाहिँ संस्थाको तर्फबाट चाहिँ त्यो आशा भरोसा र विश्वास गरेको छु। हामी त्यसरी जोडिनुपर्छ भन्ने विषयमा पनि मैले आजको दिनबाट चाहिँ यो अपिल चाहिँ गर्न चाहन्छु। यति भन्दै आजको यो छोटो कार्यक्रमबाट चाहिँ कार्यक्रम अन्त्य भएको चाहिँ घोषणा गर्छु। हस्, धन्यवाद, नमस्कार।